काकी हजुर के चाहिँ गर्न लाउनु भयो? मैले यहाँ भैँसीको दाना पानी खाने ठाउँ सफा गर्दैछु। कति कति दिनमा सफा गर्नुहुन्छ हौ काकी? यो त दिनदिनै गर्नुपर्छ नि। किन नि काकी दिनदिनै चाहिँ? दिनदिनै सफा गर्नुपर्छ। यसमा माछाहरू लाग्छ, ढुँडीहरू लाग्छ, अनि दाना राखिन्छ पकाएको पनि, त्यही भएर त्यो गिलो हुन्छ। अनि यसमा यी दाना अनि घाँस राख्ने हो। यसको पानी जाने ठाउँ पनि रहेछ त हौ काकी। कतिजनाले चाहिँ सोध्नुभएको थियो कहाँबाट जान्छ पानी भनेर। पानी जाने ठाउँ छैन नि, यसैले त सजिलो छ भन्छु म। यसमा दाना दिने हो, घाँस दिने हो, यसमा पानी हो। पानी यसमा पनि छ काकी पानी जाने ठाउँ। ल कति चाहिँ सजिलो हौ काकी। एकदम सजिलो छ। पानीको चाहिँ झाडा छ के अरे, उसमा यताबाट राख्नुपर्छ। यी मजाले यसरी सफा गरेर यो दाना घाँस, यो पानी यसै गरी सफा गर्नुपर्छ दिनमा एकपटक। कति आनन्द हौ काकी। यतिको भएपछि त भइ त हाल्यो नि, न पानी बोक्नु पर्ने न के। पर्दैन नानी, पर्दैन, बोक्नु ओर्नु पर्दैन। मजाले धारा खोलिदियो, आफ्नो आफै अड्कलेर खान्छन्। कति चाहिँ सजिलो छ त हौ काकीको गोठ त। एकदम सजिलो छ। ल हेर्नु पानी